स्टक एनालाइसिस को इस भिडियोमा चाहिँ हामी अपी पावर कम्पनी लिमिटेड को एनालाइसिस गर्नेछौँ। इस भिडियोमा चाहिँ हामी इम्पोर्टेन्ट सपोर्ट र रेजिस्टेन्सको जोनहरुको एनालाइसिस गर्नेछौँ भने यो स्टकलाई अहिले बाइङ गरिसक्नु भएकोहरुले चाहिँ अबको समयमा यो स्टकलाई चाहिँ सेल अथवा होल्ड के गर्दा चाहिँ राम्रो हुन सक्छ त्यसको बारेमा जानकारी दिनेछौँ। त्यसैले भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्ने प्रयास गर्नुहोला। सर्वप्रथम यो स्टकमा भएको इम्पोर्टेन्ट सपोर्ट र रेजिस्टेन्सको एनालाइसिस गर्नेछौँ। यो स्टकमा हेर्छौं भने 334 को लेभलबाट चाहिँ यो स्टकको प्राइस चाहिँ झर्दै आएर 260 को लेभलसम्म झरेको थियो। अहिले हेर्ने हो भने फेरि पनि प्राइस यही जोन नजिकै आएको छ। त्यसैले यो स्टकमा अहिले सपोर्टको कुरा गर्ने हो भने 260 को जोनमा चाहिँ यसमा पहिलो सपोर्टको जोन रहेको छ भने 246 को लेभलमा चाहिँ यसमा दोस्रो सपोर्टको जोन रहेको छ। अहिले रेजिस्टेन्सको कुरा गर्ने हो भने 281 को लेभलमा चाहिँ यो स्टकका लागि पहिलो रेजिस्टेन्सको जोन रहेको छ भने 334 को लेभलमा चाहिँ दोस्रो रेजिस्टेन्सको जोन रहेको छ। अहिलेको समयमा चाहिँ यो स्टकमा बन्न सक्ने दुईवटा महत्त्वपूर्ण सिनेरियोहरु मध्ये पहिलो सिनेरियो भनेको चाहिँ यो स्टकको प्राइस 260 को जोन भन्दा माथि नै सस्टेन भएर केही समय साइडवेज रहन सक्छ भन्ने हो। त्यस्तै गरी यसमा दोस्रो सिनेरियो भनेको चाहिँ प्राइसले यो 260 को जोनलाई चाहिँ लोअर साइडतिर ब्रेकआउट गरेर जानु हो। यस्तो अवस्थामा चाहिँ यदि तपाईहरुले यो स्टकलाई अहिले बाइङ गरिसक्नु भएको छ भने यो स्टकको प्राइस 260 को जोन भन्दा माथि नै सस्टेन गर्छ भने त्यस्तो अवस्थामा चाहिँ यो स्टकलाई होल्ड पनि गर्न सकिनेछ। र यसमा नयाँ बाइङ गर्न चाहने हो भने यसमा दुईवटा लेभलमा चाहिँ बाइङका लागि हेर्न सकिनेछ। पहिलो भनेको प्राइस यो 260 को जोनतिर आउँदै गर्दा यो लेभलतिर बाइङका लागि हेर्न सकिनेछ भने यसमा दोस्रो र कन्फर्मेसन एन्ट्री भनेको चाहिँ यदि प्राइस बढ्दै गएर यो 281 को रेजिस्टेन्सको जोनलाई पनि अपर साइडतिर ब्रेकआउट गरेर जान्छ भने यो जोनतिर पनि यो स्टकलाई चाहिँ बाइङका लागि हेर्न सकिनेछ। त्यस्तै गरी यदि यो स्टकको प्राइसले चाहिँ 260 को जोनलाई चाहिँ लोअर साइडतिर ब्रेकआउट गरेर जान्छ भने यसमा चाहिँ एसएल गर्नुपर्ने हुन सक्छ। यसमा टार्गेटको कुरा गर्ने हो भने 334 को लेभलमा चाहिँ यसमा टार्गेटको जोन रहनेछ।